समय पनि कति बलवान छ है। पहिला पहिला घन्टी बजाउँदाखेरि देवताको बास हुन्छ र भूत प्रेत पिशाचहरू भाग्छन् भनेर घन्टी बजाउने गर्थे र घन्टी बजाएपछि भूत प्रेतहरू भाग्ने गर्थे। अहिले घन्टी बजेको सुन्ने बित्तिकै पुराना दलका नेता कार्यकर्ताहरूको भागरै भाग्छ, उनीहरूको सातो जान्छ। यही पारा हो भनेदेखि यो राणा शासनदेखि राणाकालदेखि पञ्चायती व्यवस्थादेखि कसैले पनि भगाउन नसकेको भूत नेपालको भूत यसपालि घन्टीले भगाउँछ जस्तो छ। यसपालि घन्टीले पुराना भूतहरूलाई राम्रैसँग डाँडो कटाउँछ जस्तो छ। जे होस्, अहिलेको घन्टीले पुराना भूतहरूको एकदमै मुटु गामेको छ, मुटु हलिएको छ। हेरौँ, अब मात्र एक हप्ताको समय छ। एक हप्ता पछाडि नेपालमा कति भूत बाँकी रहन्छन् र कति भूत चाहिँ यसपालिको घन्टीको आवाजले भाग्न सक्छन् भन्ने कुरा चाहिँ त्यतिखेरै थाहा होला।